हेलो गाइज होइन अब म चाहिँ टक्क लाएर उठेर होइन बसिरहेको छु होइन उठेर बसिरहेको छु अनि फेरि हेर्नु आज चाहिँ मौसमले च्यालेन्ज गरिरहेको छ। मौसम लास्ट चिसो भइरहेको छ अनि बादल पनि लागिरहेको छ, तपाईँ हेर्न सक्नुहुन्छ है। यसरी बादल लागिरहेको छ, लक्कलार बादल पनि लागिरहेको छ है। हेलो गाइज, अनि म चाहिँ खाना बनाउँदैछु होइन। खाना पाक्दैछ, आलु भुटिरहेको छु, हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। आज चाहिँ काउली बनाउँदैछु है, काउली टक्लाएर बनाएर। हेलो गाइज, म चाहिँ गुजदारातिर आइरहेको छु दिदीलाई भेट्नलाई भनेर। अनि म गुजदाराको भ्यू कस्तो हुन्छ हेर्नु है। गुजदारा चाहिँ यस्तो छ। अनि म चाहिँ यसो ब्लगिङ बनाउनु मन लाग्यो अनि ब्लगिङ बनाउँदैछु है। अब ब्लगिङ बनाएर अनि यसो कतिको हुन्छ प्रतिक्रिया दिन नभुल्नु होला। अनि मेरो ब्लगिङ कस्तो लाग्छ तपाईँलाई हेर्न कमेन्ट गर्न, सब्सक्राइब गर्न नभुल्नु होला। अनि म चाहिँ दिदीकोमा गएर अनि खेर आइरहेको थिएँ। अनि दिदीकोमा जानको लागि भनेर यसो गुजदारातिर भिडियो बनाउँदैछु ब्लगिङ है। मेरो ब्लगिङ चाहिँ कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। अनि म चाहिँ ब्लगिङ गर्दै गर्दै भिडियो बनाउनु मन लागेर अनि भिडियो ब्लगिङ गर्दैछु। अनि यो चाहिँ गुजदारा हो, गुजदारा चन्द्रगिरी नगरपालिका त्यहाँनिर नै छ। अनि त्यसै हेरेर ब्लगिङ गर्दै हिँडिरहेको छु। गुजदारातिर चाहिँ भ्यू ठिकठाक छ है। यो चाहिँ गुजदारा एरिया हो, गुजदारा बलम्बु जानेतिर एरिया भन्छन् यसलाई चाहिँ। अनि खेर हामी चाहिँ म चाहिँ दिदीकोमा जाँदै थिएँ। बाटो काट्दै गरिरहेको छु, बाटो काटिरहेको छु। अनि बाटो काटिसकेपछि म दिदीकोमा गएँ। अनि गुजदारा चाहिँ हेर्नुहोस् यस्तो छ है। गुजदारा यो चाहिँ गुजदारा चोक हो। यो चोक यो सर्लक चोक हो है। गुजदारा चोक चाहिँ यस्तो छ, यस्तो छ गुजदारा चोक। बर्गर हाउस पनि दुई दुईवटा छ, तल एउटा छ माथि एउटा छ। अनि म चाहिँ पेट्रोल पम्प नेरी जानुपर्ने थियो त्यहाँभित्र। यहाँ चाहिँ टाल पसल पनि छ। अब म दिदीकोमा जान्छु। दिदीकोमा गएर एउटा सानो क्लिप मात्रै हालेको छु दिदीको। दिदीले नबनाउनु भन्नुभएको थियो, त्यही पनि मैले हालिदिएको छु है। त्यस्तै हो, सानो क्लिप हालेको छु। अनि म चाहिँ यति भनेर हिन्ट गरेँ।